जय श्रीमन्नारायण। नमस्कार सम्पूर्ण उपस्थित महानुभावहरूमा। आज हामी दुईजना यो कार्यक्रम प्रस्तुत गर्दैछौँ। तसर्थ म प्रस्तुता द्वय प्रतिमा अधिकारी, म देवकी ढकाल भिक्टोरियाबाट। यहाँहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। अब आज हुन गइरहेको यस कविता प्रतियोगितामा पहिला त हामीले बुझ्नु पर्यो कविता भनेको के हो। कविता भनेको एउटा त्यस्तो भाषा हो जसले शब्दकोशमा भएको शब्दभन्दा फरक अर्थ दिन्छ। यसले मानिसमा सृजनशीलता बढाउँछ, संस्कृतिको जगेर्ना गर्छ। यो यस्तो सृजना हो जसले भाषा, संस्कृति र पहिचानलाई अमर राख्दछ, अरूलाई आफूसँग जोड्ने काम गर्दछ। आज विश्व शरणार्थी दिवस। म यसको छोटो पृष्ठभूमि जोड्न चाहन्छु। सन् 2000मा संयुक्त राष्ट्र सङ्घले घोषणा गरी हरेक वर्ष जुन 20 तारिककै दिन विश्वभरि रहेका शरणार्थीहरूको साहस, सङ्घर्ष र अधिकारको वकालत गरिरहेको परिप्रेक्ष्यमा सन् 2010मा आजकै दिन पुण्य फाउन्डेसनको स्थापना गरिएको थियो। गत 16 वर्षदेखि पुण्य फाउन्डेसनले निरन्तर जनकल्याणकारी कार्यक्रमहरू गर्दै आएको छ। विशेष गरी शिक्षा, सशक्तिकरण र आध्यात्मिक कार्यक्रमहरूमा केन्द्रित रहँदै रक्तदान र कविता वाचन जस्ता कार्यक्रमहरू पनि प्रतिष्ठानका विधा अन्तर्गत नै पर्दछन्। म्युटमा हुनुहुन्छ बहिनी। माफ गर्नुहोला। यसैमा म अलिकति जोड्न चाहे। आजको दिन अर्थात् 20 जुनमा कविता वाचनको साथै मठबरी सेन्टरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ। यस्तो महान कार्य जसले कसैलाई जीवन दान गरिरहेको छ, पुण्यको काम गरिरहेको छ, सदा झैं आगामी दिनहरूमा पनि जारी रहोस्। पुण्य फाउन्डेसनलाई शुभकामना छ। कृपया सम्पूर्ण उपस्थित महानुभावहरूलाई आफ्नो डिभाइसको अगाडि तयारी अवस्थामा बसिदिनु हुन हार्दिक अनुरोध गर्दछु र आजका हाम्रा प्रमुख अतिथि श्री देवीचरण ढुङ्गेललाई आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। म्युटमा भयो भने फेरि छैन, म म्युट छैन त। अहिले ठिक छ। हजुर। त्यसै गरी यस कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाइदिन हुनका लागि यस पुण्य फाउन्डेसनका चिफ अपरेटिङ अफिसर श्री सन्मान काफ्लेज्यूलाई छोटो 2 शब्द राखी कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउनका लागि अनुमति दिन हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नमस्कार सबैमा। धन्यवाद। यो कार्यक्रममा अगाडि बढाउनको लागि उद्घोषकलाई अनुमति दिँदैछु। धन्यवाद। धन्यवाद सर, अनुमति दिनुभएकोमा। अब हामी कार्यक्रम सुरु गर्नुभन्दा अगाडि हाम्रा कार्यक्रमका केही नियमहरू छन् जसलाई चाहिँ हामीले यो कार्यक्रमभरि पालना गर्नुपर्नेछ। कार्यक्रमका नियमहरू केही यस प्रकार रहेका छन्। हामीले आफूले बोल्दाखेरि माइक्रोफोन अन गरेर, भिडियो अन गरेर बोल्नुपर्नेछ र आफ्नो समय सकिएपछि माइक्रोफोन अफ गरिदिनु होला कृपया। वाचन समय 3 मिनेटको मात्र हुनेछ। त्यसमा अब केही कथन अलिकति धेरै हुन गएमा म्याक्सिमम 5 मिनेट हुनेछ। धेरै भूमिका नबानिकन आफ्नो
रहेको प्रस्तुति सरस्वती अगाडि बढाइदिनु होला र आफ्नो सृजना आफूसँगै राखेर तयारी अवस्थामा रहिदिनु होला। सबैलाई म आग्रह गर्न चाहन्छु। धन्यवाद प्रतिमा बहिनी। अब हामी कार्यक्रम अगाडि बढाउँछौँ। हाम्रा यो नामावली दिनुभएको थियो। हामीले कति वाचकहरूलाई अगाडि नै भनिसक्नुपर्ने हुनाले त्यो प्राथमिकता पनि दिएका छौँ। आजका प्रथम वाचक मैले यहाँ लिस्टमा सरस्वती हेर्दाखेरि सल्सबरी एडिलेडबाट श्रीमती पवित्रा दाहाल हुनुहुन्छ र यसै गरी तयार अवस्थामा रहनलाई म आयुष धमला हुडुङ्गाबाट हुनुहुन्छ, उहाँलाई तयार रहन पनि सचेतना गर्छु। श्रीमती पवित्रा दाहाल, तपाईँ अगाडि बढ्नुहुन्छ। नमस्कार। मेरो कविताको शीर्षक छ जीवन पथ। जीवन पथ केही सहज केही असहज, जीवन पथ केही सहज केही असहज, कहिले उदास कहिले हताश अनि कहिले हर्ष कहिले अमर्ष, कहिले उदास कहिले हताश अनि कहिले हर्ष कहिले अमर्ष। दिन रात औ सप्तरङ्गी उज्याला दिनहरू, दिन रात औ सप्तरङ्गी उज्याला दिनहरू, बग्दो नदी झैँ गतिमान, कहिले जम्दो हिउँ जस्तै उषणताको नित प्रतीक्षा, बग्दो नदी झैँ गतिमान, कहिले जम्दो हिउँ जस्तै उषणताको नित प्रतीक्षा। आहा जीवन पथ केही सहज केही असहज, आहा जीवन पथ केही सहज केही असहज। हार स्वीकार्दै विजयको प्रतीक्षा, हार स्वीकार्दै विजयको प्रतीक्षा, दिन नित निरन्तर रम्दो छ यो जीवन, नित निरन्तर रम्दो छ यो जीवन। हिउँद बर्खा वसन्त शिशिरको आरोह अवरोहमा, हिउँदो बर्खा वसन्त शिशिरको आरोह अवरोहमा, इच्छा होस् वा अनिच्छा तैपनि नित कर्तव्य पथ गतिमान, इच्छा होस् वा अनिच्छा तैपनि नित कर्तव्य पथ गतिमान। जीवन पथ केही सहज केही असहज, बढ्दो छ यो जीवन निरन्तर, बढ्दो छ यो जीवन निरन्तर, बढ्दो छ अनवरत, बढ्दो छ अनवरत। यही त हो जीवनको रहस्य अनि साँचो अर्थ, यही त हो जीवनको रहस्य अनि साँचो अर्थ। हार नखाऊ कहिले, यो त प्रकृतिको चुडान्त नियम हो, हार नखाऊ कहिले, यो त प्रकृतिको चुडान्त नियम हो। सत्य यही हो बाँचेको दुई पल केही क्षण, सत्य यही हो बाँचेको दुई पल केही क्षण। जीवन पथ केही सहज केही असहज, जीवन पथ केही सहज केही असहज। पवित्रा नेपाल दाहाल, एडिलेड साउथ अस्ट्रेलिया। धन्यवाद। धन्यवाद पवित्र दाहालज्यू। हजुरको यो सुमधुर आवाजमा यस्तो राम्रो प्रस्तुति साँच्चै नै जीवनलाई कति राम्रोसँग व्याख्या गर्नुभएको रहेछ। अति सुन्दर रचना। यसका लागि हजुरलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। र यसै गरी हाम्रा अर्का प्रतियोगी आयुष धमला हुडुङ्गा भिक्टोरियाबाट आउनु हुँदैछ। उहाँको रचनाको बोल रहेको छ गीताको ज्ञान। आयुष धमला, यहाँ रचना लिएर अगाडि बढ्नु हुन म अनुरोध गर्दछु। साथै अब उहाँ पछाडि छत्र दङ्गाल एलिजाबेथ भेलमा रहनुहुने छत्र दङ्गाल सरलाई आफ्नो रचना लिएर तयारी अवस्थामा बस्नु हुन हार्दिक अनुरोध गर्दछु। नमस्ते सबैजनालाई, मेरो नाम आयुष धमला हो। आज म शीर्षक गीताको प्रेरक कविता भनेर सुनाइदिन्छु। कृष्णको ज्ञानले मन उज्यालो हुन्छ,
अर्जुनको जस्तै म माग खोज्छु, अलस्य छोडी म अघि बढ्न चाहन्छु। यामी प्रेरणाले शक्ति दिन्छ, गीता पढी म सत्य बुझ्न चाहन्छु। अर्जुन अनुशासनले जीवन राम्रो बनाउँछ, साना कामले ठुलो बाटो देखाउँछ। धर्म र शान्तिले मन स्थिर हुन्छ, सत्य र धर्मले बाटो देखाउँछ। म राम्रो बन्ने सपना राख्छु। धन्यवाद सबैजनालाई पढेको सुनेकोमा। धन्यवाद आयुष आयुष धमाला। कति राम्रो गरी भन्नुभयो, स्पष्ट बुझ्यो, हामी सबैले एकदम सजिलैसँग बुझेर हामीले आनन्द लियौँ। धेरै धेरै धन्यवाद। आजको कार्यक्रममा नामहरू धेरै भए तापनि उपस्थित जो जति हुनुहुन्छ उहाँहरूको नाम हामीले अलिकति परिमार्जन गरेर बोलाउनु पर्ने भइरहेको छ। हामीले लिस्टमा लेखेको अनुसार अलिक भइरहेको छैन। हाम्रो लिस्टमा अब आयुष धमला पछाडि हुनुहुन्थ्यो छत्र दङ्गाल। हामीले यहाँ स्क्रिनमा देखिनु नभएको हुनाले गर्दाखेरि अब अर्को वाचक म यहाँ लिस्ट अनुसार सदाबहार गएका वर्ष पनि कविता वाचनमा भाग लिँदै उत्साह बढाउँदै मनोरञ्जन गराउँदै आउनुहुने श्री डम्बर घिमिरे बटन साउथ अस्ट्रेलियाबाट अर्को रोचक कविता लिएर आउँदै हुनुहुन्छ। कविताको नाम पनि दिनुभएको छ, यादमा मित्रता। त्यस पछाडि हाम्रो लिस्टमा श्री डिल्लीराम ढकालको नाम रहेको छ। यदि तपाईँ यहाँ हुनुहुन्छ भने तयारी अवस्थामा रहिदिनु होला। र अब पालो रहेको छ श्री डम्बर घिमिरेज्यूको। नमस्कार। यो कविताको शीर्षक हजुरहरूले उठाइदिइहाल्नुभयो। मैले अब भूमिका नबाँधिकन अगाडि बढ्न चाहे। स्वागत छ मित्र, बधाई छ मलाई। स्वागत छ मित्र, बधाई छ मलाई। तिम्रो याद आयो, हिजोको बिहालो, आजको अनुमानको जालो जस्तो सम्झनाका बादलहरू यत्र तत्र सुस्त अघि बढ्छन्, उछिन पाछिन गर्दै पन्छ्याउँछन् र पन्छिन चाहन्छन्। आजकल उही यादको आँचलमा बसेर धरातलको एउटा सानो सुस्केर हाल्दै विषयको अन्ततः केही अवशेषहरू, अभिलाषाहरू नरहे जस्तो आभान हुन्छ। समयको चक्र हो या त स्तर तरानको एक आफ्नो होडबाजी हुन सक्ने म एउटा द्योतक देख्छु। प्रतिफल हो या त मैले सम्झने समय र तिमीले सम्झने समय अलग अलग भए जस्तो हो। तिमीले बोलाउन बिर्स्यौ या त मैले सुन्न भुले। तिमीले बोलाउन बिर्स्यौ या त मैले सुन्न भुले। दूरभाषको कुञ्जिका खाली त नहोला। दूरभाषको कुञ्जिका खाली त नहोला। पक्कै कृतिको मलिनो छाया मात्र लाग्छ। याद छ मित्र दूरी क्यानभासमा झुन्डिएको, मित्र दूरीको क्यानभासमा झुन्डिएको चित्र जस्तो मित्रताको याद झुन्डिएको आभास हुन्छ। मनको कुनामा सानो स्थान त छ होला। मनको कुनामा सानो स्थान त छ होला, या त त्यो समयसँगै भरियो कि। आशा गर्छु छैन। आशा गर्छु छैन। तिमी मौन रहेर पनि सम्झिरहेछौ, या त तिमी पनि म जस्तै शून्यताको पोखरीमा शून्यको आविष्कार गरिरहेछौ। उही दिनको याद आउँछ। उही दिनको याद आउँछ जो विशेष रहन्छ। भौतिक रूपमा विचलन गर्ने असमर्थ छु। बसीभूत छु, तै पनि सम्झने दुष्प्रयास गर्छु। तर असफलतामै म बुझिरहन्छु। कता कता लाग्छ म भेटौँ, कता कता लाग्छ म भेटौँ। जसरी भलाकुसारी गरिन्थ्यो गरौँ। आशा पलाउँछ तर मेटिन्छ, अनि सायद विडम्बना हुनुपर्छ। केही रहेन मित्र। आवाजहरू बिजुली झैँ बहन्छन्। थम्याउने
असफल प्रयास गर्छु बिस्तारै विलिन हुन्छन्। ती अपुष्ट आवाजहरू म खिन्न हुन्छु, टिठ लाग्छ अनि म बेहोसिन्छु। सायद जीवनका कुनै कालान्तरदेखि चर्चामा आउनु, अनुकूल नहुनु या त दोषी देखिनु, थकान, कर्तव्य र बोझको उप समय साझेदारी तटस्थ नहुनु पनि होला कि जो मैले बोल्न सके तिमीले बोलाउन भुल्यौ या त मैले सुन्न बिर्सेँ। यादले भेटेपछि सायद मनको दृष्टिकोणले शून्यताको बिगुल फुट्ने आफ्नो योजना बनाउँदो हो। एउटा सानो चेष्टा गर्छु तैपनि म भेट्दिन। म सानो चेष्टा गर्छु तैपनि भेट्दिन। तिमीले बोलाउन बिर्स्यौ या त मैले सुन्न बिर्सेँ। तिमीले बोलाउन बिर्स्यौ या त मैले सुन्न बिर्सेँ। भुलेको होइन होला मैले नभ्याएको। भुलेको होइन होला मैले नभ्याएको। हितैको साथी सर्वता माथि। हितैको साथी सर्वता माथि। अवस्था मानेको एउटै साथी। कल्पको होस् अल्पको नहोस्। कल्पको होस् आफ्नो अल्पको नहोस्। विरासतमा बसेका तिमी हौ। विषमतामा तिमी उभिन्थ्यौ र म गोरेटो समाउँथे। विषमतामा तिमी उभिन्थ्यौ म गोरेटो समाउँथे। मेरो अभावको पराकाष्ठमा दियालो जलाउँथ्यौ। विक्षिप्तमा साहसको अगुल्टो ठोसेर कदम कदममा साथ दिन्थ्यौ। खैर आज तिमी कैयौं कोस दूरी जिम्मेवारी र कर्तव्य पथमा होला, या त जीवनका सङ्घर्षमा लडिरहेको छौ होला। व्यग्र छौ, व्यस्त छौ। म पनि त अछुतो छैन साथी। आफ्नो सङ्घर्षसँग लडिरहेको, अवरोहलाई पछ्याइरहेको, सुगम र अगन्तको एक अनगिन्ती बाटोमा पाइला चालिरहेछु। जब म कुनै पल असहज महसुस गर्छु तिम्रो दौतरी याद आउँछ। कुनै पल असहज महसुस गर्छु तिम्रो दौतरी याद आउँछ। त्यो दौडको खाका याद आउँछ। यादमा भए पनि मित्रता याद आउँछ। बधाई छ साथी, आज तिम्रो याद आयो। धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद डम्बर घिमिरेज्यूलाई। साह्रै हृदयस्पर्शी, एकदमै मार्मिक रचना प्रस्तुत गर्नुभयो हजुरले। एकदमै राम्रो, कता कता दिल छुने, मन छुने। हजुरलाई धेरै धेरै धन्यवाद। आगामी दिनहरूमा पनि यस्तै राम्रा प्रस्तुति लिएर आउनुहुनेछ भन्ने आशा राखेको छु। अब यसो भन्दै म हाम्रा अर्का प्रतियोगी हुनुहुन्छ ब्ल्याक टाउन सिडनीबाट पण्डित हरिहर आचार्यज्यू। उहाँलाई आफ्नो प्रस्तुति पस्किनु हुन म अनुरोध गर्दछु। र यस पछाडि तयारी अवस्थामा रहनका लागि श्रीमती माधवी ढकालज्यू सल्सबरी नर्थबाट उहाँलाई म हार्दिक अनुरोध गर्दछु। सम्माननीय निर्णायक मण्डल, सम्पूर्ण नवपल्लव साहित्य प्रेमीजनहरूमा अभिवादन गर्दै मेरो एउटा सानो त्यत्रो साहित्यिक व्यक्ति त होइन म, र पनि एउटा सानो कविता कोर्न मन लाग्यो। यी नयाँ आउँदै गरेका पालुवाहरूको जुन उहाँहरूको चाहिँ रचनाहरू सुन्न, यो साहित्यको रस लिनका लागि पनि यसमा भाग लिन मात्रै चाहिँ पनि अलिकति केही स्वाद मिल्छ भनेर जोड्न खोजेको। र म भन्न जाँदैछु, सुनिँदैछ नि? ल म भन्छु। मेरो एउटा सानो कविता छ, गीती छन्दमा छ, भुटान एक संस्मरण। गोत्र मेरो कौडिन्य हो, आचार्य हो थर। गोत्र मेरो कौडिन्य हो, आचार्य हो थर। जन्म भयो भुटानमा, सल्लेरी हो घर। जन्म भयो भुटानमा, सल्लेरी हो घर। सदरमुकाम दागा पेला, दागा ना हो जिल्ला। सदरमुकाम दागा पेला, दागा ना हो जिल्ला।
SR1 नम्बर हेर्दा हाम्रो नक्सा मिल्ला। यो चाहिँ भुटानको त्यो उसमा नक्सामा SR1 नम्बर त्यो घरको नम्बर त्यो भन्नु खोजे हो। खरी घारी नेभारो र अम्लिसक बोट, खरी घारी नेभारो र अम्लिसक बोट, धान झुल्थ्यो सिमसारमा कसले लाउँथ्यो खोट, धान झुल्थ्यो सिमसारमा कसले लाउँथ्यो खोट, बारीभरि सुन्तोला थे फल्ने लटरमै, बारीभरि सुन्तोला थे फल्ने लटरमै, घरेसामा गाडी बाटो रातो दिन चल्ने, घरेसामा गाडी बाटो रातो दिन चल्ने, दुःख गरी बनाएको राम्रै थियो घर, दुःख गरी बनाएको राम्रै थियो घर, दुश्मन लाग्यो त्याग्नु पर्यो कसको के भर छ र, दुश्मन लाग्यो त्याग्नु पर्यो कसको के भर छ र, नानीहरू सानै थिए वृद्ध बुबा आमा, नानीहरू सानै थिए वृद्ध बुबा आमा, आफ्नो ज्यानको बाजी राखी गर्नुहुन्थ्यो काम, आफ्नो ज्यानको बाजी राखी गर्नुहुन्थ्यो काम, दुःख गरी जोडेको त्यो पानी खेतबारी, दुःख गरी जोडेको त्यो पानी खेतबारी, मुठो माथि ढुङ्गा राखी त्याग्यौँ आँसु झारी, मुठो माथि ढुङ्गा राखी त्याग्यौँ आँसु झारी, जननी र जन्मभूमि स्वर्ग समान हुन्छन्, जननी र जन्मभूमि स्वर्ग समान हुन्छन्, त्यो बेलाको हाम्रो दर्द देवता नै सुन्छन्, त्यो बेलाको हाम्रो दर्द देवताले सुन्छन्, त्यही माटो आकाश र जल अग्नि पवन, त्यही हाम्रो यो पञ्चतत्त्वले बनेको हाम्रो शरीर भन्नु खोजेको, त्यही माटो आकाश त्यही दागा बेलाकै माटाले, त्यही माटो आकाश र जल अग्नि पवन, सबै मिली बनेको छ चैतन्य यो भवन, सबै मिली बनेको छ चैतन्य यो भवन, प्रबल इच्छा पुग्नको छ उपाय नै छैन, प्रबल इच्छा पुग्नको छ उपाय नै छैन, कदापि त्यो मातृभूमि भुल्न सकिँदैन, कदापि त्यो मातृभूमि भुल्न सकिँदैन। भुटान जाने इच्छा नि छ तर जाने उपाय छैन भन्न खोजेको। अस्तु मेरो यति नै हो सानो छोटो चाहिँ। धन्यवाद। हजुरलाई धेरै धेरै धन्यवाद। यति राम्रो प्रस्तुत गरेर जानुभयो। यो एउटा कविता मात्र होइन, यो एउटा जीवित इतिहास भन्नुभयो हजुरले। आफ्ना विगतका दुःख, आफूले गरेको त्यो त्याग, आफ्नो हृदयमा रहेका ती दर्दहरू प्रस्तुत गर्नुभएको छ। आफ्नो जन्मभूमि, आफ्नो मातृभूमि प्रतिको माया दर्शाउनु भएको छ। यो धेरै ठुलो कुरा हो। यस्तै कुराहरू हामीले खोजिरहेका छौँ। यस्तो कुराहरू लोप नभइजाओस्, मरेर नजाओस्। हाम्रा भावी सन्ततिहरूले पनि यस्ता कुराहरू थाहा पाउन्, हाम्रो इतिहास उनीहरूले पनि बुझुन्, हाम्रो धर्म संस्कृतिको रक्षा उनीहरूले पनि गरून्। हजुरलाई धेरै धेरै धन्यवाद साह्रै राम्रो प्रस्तुतिको लागि। अब अर्को प्रस्तुतिको लागि आउनु हुँदैछ श्रीमती महादेवी ढकालज्यू, सल्सबरी नर्थबाट। उहाँ हुनुहुन्छ कि हुनुहुन्न? यहाँ छ। सबैजनामा जय श्रीमान नारायण। मेरो कविताको शीर्षक छ प्रयोग गलत ठाउँ। कृषक मेरा बाबा पशुधन अति श्रेष्ठ गनिने, सबैबाट गोरस लगी परिजन पालन गरिने, बनैबाट गोरस लगी परिजन पालन गरिने, हुने ढुङ्ग्रो ठेकी भरिकन कठै बाँसको धुरी, भएर झैँ भरिया झैँ बोकी दही दुध घिउ फलफुल सरी, दुध्यारो दुध्यारो र डेली फिपी अरू पनि बेतका सबै, अर्गेलीका दाम्ला शिरमा रहने टोपीसँग भई, बनी नाम्ला डोका सहजसँग खुर्पे टोलिएर, पुराना ती दिनमा गाउँ पुगी हुने
खुसी पिएर मा- मासिएका ती दिन शिरधरी दुवै बाहुली महा सुपर मार्केट डेरी भनिकन लतार चुप त्यहाँ भए भाँडा प्लास्टिक बोतलहरू थोत्रा र चुहिने बने काठका तुम्बे पृथ्वी तलमा राखी कुहिने सधैँ ढुङ्ग्रो खोज्ने अमृत अहिले चर्किन चढी ट्रलीमा बोकिँदा मनयो रुन थाल्छ अझ बढी नयाँ आउने पिँढी कसरी लिइसक्छन् सब कुरा यसै लाचार बन्दै सहन बिच छैन छन अरू अधुरा उपचार खोज्छु खेतकै आज गही सुपर मार्केटतिर रसायन युक्त छ भेटिन केही शुद्ध भयो पिरा नयाँ पुस्तालाई प्रकृतिको आशीर्वाद भनी अहो बुझाउने हो कसले मकन हुने धैर्य सकी गयो महिमा ज्योतिले परिश्रम गरे उच्च पदको लगाई स्वखेती भएमा करेसा बारी सबको पवित्र उब्जन्छ फल मिठो हुने शुद्ध करले रसायन चाहिँ त्याग हुन सके भयावह डरले धन्यवाद सबैजनालाई सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद श्रीमती महादेवी ढकालज्यू हजुरको साह्रै राम्रो प्रस्तुति कतिपय पुराना कुराहरू मैले पनि नजानेको रहेछु त्यहाँका कति शब्दहरू मैले पनि साँच्चै नै बुझ्न कठिनै भयो मलाई पनि आजको वास्तविकता पनि कति झल्काइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुरलाई अब यसै क्रममा अर्का प्रस्तुता आउनु हुँदैछ श्री नारायण भट्टराईज्यू सल्सबरीबाट नारायण भट्टराईज्यू यहाँ आएर हजुरको प्रस्तुति राखिदिनु हुन म अनुरोध गर्दछु नमस्कार कविता प्रेमी साहित्य प्रेमी अनुरागीहरूमा सन्ध्याकालीन अभिवादन आज कविता कोर्ने क्रममा मैले एउटा छोटो कविता बाल कविता कोरेको छु कविताको शीर्षक छ महु कोपिला कविता यो संस्कृत छन्दमा लेखिएको छ भुजङ्ग प्रयात छन्द जहाँ चाहिँ 12 अक्षर र 4 गणले बनेको हुन्छ 20 मात्रा कविता म अब प्रस्तुत गर्न चाहन्छु महु कोपिला भोलि फक्रेर फुल्ने महु कोपिला भोलि फक्रेर फुल्ने पढी ज्ञानको विश्वमा ज्योति छर्ने उदाए नयाँ पालुवा झैं बनेर उदाए नयाँ पालुवा झैं बनेर बिहानी सँगै सूर्य रश्मि भरेर यिनै हात हुन् सिपको बीज छर्ने यिनै हात हुन् सिपको बीज छर्ने सधैँ कर्ममा ज्ञान विज्ञान भर्ने म जस्ता सबै देशका कर्णधार म जस्ता सबै राष्ट्रका कर्णधार मिली गर्दछौं विश्व हाँक्ने तयार महासे यहाँ हाँस्छ धरती रमाई सधैँ ज्ञानको ज्योतिले जगमगाई सदा सत्यको मार्गमा चित्त लागोस् सदा सत्यको मार्गमा चित्त लागोस् बिना काममा
आयु मेरो नजाओस्। उडी चन्द्रमा पुग्न मेरो छ लक्ष्य। उडी चन्द्रमा पुग्न मेरो छ लक्ष्य। उज्यालो बनाई सुनौलो भविष्य। यिनै हातले कोर्छ नौलो कहानी। यिनै हातले कोर्छ नौलो कहानी। बनी उद्यमी राख्छ आफ्नो चिनारी। यसै देशको स्वाभिमानी पुजारी। कला संस्कृतिमा सधैँ प्रेम राखी। स्वयं भावले गर्छु यही राष्ट्र सेवा। स्वयं भावले गर्छु यही राष्ट्र सेवा। गरे उन्नति मिल्छ त्यो दिव्य मेवा। गरे उन्नति मिल्छ त्यो दिव्य मेवा। धन्यवाद। धेरै धेरै धन्यवाद हुन्छ। नारायण सर। गत वर्ष पनि हजुरले एकदम रोचक कविताहरू ल्याउनुहुन्थ्यो। यसपालि त झन् छन्दबद्ध कविता, एकदम रोचक कविता सुनाउनु भयो। धेरै धेरै धन्यवाद। कार्यक्रमलाई अगाडि बढाउन हाम्रा लिस्टमा तलमाथि भइरहेका छन्। अब म श्री छत्र दङ्गाल एलिजाबेथ वेलमा रहनुहुने साउथ अस्ट्रेलियाबाट आफ्नो कविता लिएर रेडी हुन अनुरोध गर्दछु। साथै त्यस पछाडि पालो रहेको छ श्री आचार्यज्यूको। तपाईँ पनि आफ्नो कविता लिएर रेडी हुनलाई अनुरोध गर्दछु। अब कविता वाचन गर्ने पालो श्री छत्र दङ्गालज्यूको। सम्पूर्णमा साहित्यिक अभिवादन। यो अवसरको निम्ति म आभारी छु। आवाज आउँदैछ कि छैन केही थाहा भयो? आउँदैछ। मेरो कविता निकै पुरानो छ। सम्भवतः 2011 लेखिएको कविता हो। यो चाहिँ हाम्रो बसाइको परिवेश वरिपरि घुमेको कविता छ। यसको शीर्षक छ अनौठो बस्ती। सदाबहार इतिहासको उजाड वर्तमान लिएर भित्र खदिलो जीवन सिउटीको बस्तीमा सब थुक छ। सदाबहार इतिहासको उजाड वर्तमान लिएर भित्र खदिलो जीवन सिउटीको बस्तीमा सब थुक छ। सो गरिबी अभावले दलाल सर अलिकति अगाडि आइदिनु पर्यो। सुन्निएन राम्रो कि अलिकति अगाडि आइदिनु पर्छ होला। हजुर माफ गर्नु होला। अहिले कस्तो सुनिँदैछ? अथवा भयो अहिले। यो सम्भवतः एउटा उसले गर्दाखेरि मलाई पनि थाहा भएन कति कत्रो आवाज गइरहेको छ। अलिकति राम्रो क्लियर चाहिँ भएको छैन। अझै पनि खार भइरहेको छ कि। र पनि सुरु गरौँ हजुर, सुरु गरौँ। ठिकै छ, म फेरि पुनः आरम्भ गरेँ। सदाबहार इतिहासको उजाड वर्तमान लिएर खदिलो जीवन सिउने यो बस्तीमा सब थुक छ। भोक, शोक, गरिबी, अभावले बिछोडिएका चाहनाहरू छैन त केवल धन र मनहरूको एकता। झिसमिसेमा पेटको सानो अंश बोकबारी छैन विरुद्ध युद्धमा भोगिन्छ त। गोधुलीमा फर्कन्छ क्लान्त जीव लिलाम समय व्यतीत गरेर। पसिनासँग रगत साटेर आउँदा संचित यो बस्तीमा सन्तोष छ। अन्धकार, बेरोजगारी, चुनिएको हृदय, विचलित आत्माहरू छैन त केवल मौसम छक्याउने र अँध्यारो बिर्साउने प्रवृत्ति। स्वाभिमानको सगरमाथा अघि बढेका व्यक्तिहरू, अस्तित्व सङ्घर्षमा जुटेका मस्तिष्कहरू जब आरम्भ जमको गर्छन् ललनकै यो बस्तीमा धेरै छतहरू छन्।
तारा मुनिको बास छ, आँसु सदा शुद्ध छ, ज्ञानबाट विमुक्त छ, रुचिहरू बेरोजगार छन्, छैन त केवल अवसरका सिँढीहरू र प्राथमिकताका खिड्कीहरू। एउटै भूगोलमा बसेर अलियन जीवनको अनुभूति सङ्घाल्दै आत्मा बाँचेको पृथ्वी बस्तीमा प्रभात र गोधुली स्वागत मानिन्छन्। आरामदायी चिनको बेड छ, स्वागतमा आटाको बेड छ, सजाउने हलुङ्गेको सेट छ अनि सन्तुष्ट मनहरू छन्। छैन त केवल सैनिकको सम्पत्ति र अनितो मखमलीको छन्। ग्रीष्मको उष्णता, वर्षाको रुचाइ अनि शिशिरको तुषारसँग पालैको कालो पौडेचरी खेल्दै आनन्द लिने आँखामा लाल बेलियो बस्तीमा लामखुट्टेको साम्राज्य छ, नागहरूको क्रीडास्थल छ, तालको गुराब छ, ज्ञान दिएको शरीर छ। छैन त केवल ताप घटाउने चिसो र आम थाम्ने न्यानो। सीमारेखाविहीन अदृश्य देश बाँचेको यो बस्तीमा विपन्नताभित्र सम्पन्नता छ, आस्थाको केन्द्रबिन्दु छ, सद्भावको संस्कृति छ, आर्थिकताको इतिहास छ, आतिथ्यको गौरव छ। यो अनौठो बस्ती मध्यरातको शून्यतामा विगतका स्वर्णिम आभा स्मृतिपटको प्रतिबिम्बमा निहाल्दै सुनौलो प्रभातको प्रतीक्षा गर्ने अनितो बटुवा चाहिँ बाँचिरहेछ, अन्धकार भोगिरहेछ। यो देश बिनाको गाउँ, धरती भित्रको स्वर्ग, त्योभन्दा माथि अस्तित्वविहीन अस्तित्वहरूको सामूहिक विकास। धन्यवाद। धन्यवाद छत्र दङ्गालज्यूलाई। उहाँले साह्रै नै राम्रो प्रस्तुत गरेर गइसक्नु भएको छ। उहाँले आज मात्र होइन, विगतका दिनहरूमा पनि सधैँ यसरी नै हामीलाई सहयोग गर्दै आउनु भएको छ। साह्रै राम्रो मार्मिक प्रस्तुति थियो। आफ्ना भोगाइहरू जस्ताको तस्तै प्रस्तुत गर्नुभएको जस्तो लाग्यो मलाई। उहाँलाई धेरै धेरै धन्यवाद। अब अर्का प्रतियोगी हुनुहुन्छ श्री आचार्यज्यू। आफ्नो प्रस्तुति लिएर अगाडि बढ्नुहोला। साथै यस पछाडि तयारी अवस्थामा रहनका लागि श्री बाल विष्टज्यूलाई म अनुरोध गर्दछु आफ्नो प्रस्तुतिका लागि अगाडि बढ्नुहोला। श्री आचार्यज्यू, धन्यवाद। सबैलाई नारायण। म यहाँ सल्सबरी साउथ अस्ट्रेलियाबाट हो र मेरो कविताको शीर्षक चाहिँ भन्न मन लाग्दछ। तिमी म मात्रैमा अल्झिरहेको छौ है साथी, खोइ किन हो तिमीले हामीलाई नदेखे चाहिँ गरेको भन्न मन लाग्दछ। केवल हर बखत स्वयं तिमीलाई र तिम्रै ओरे धोइरे मात्रै देख्छौ, तर हामी चाहिँ तिमी म बादमा छैनौ, हामी भन्ने सुन्न रुचाउँछौ है भन्न मन लाग्दछ। हामीलाई त्यो पनि थाहा छ तिमीले ठुलै दम्म पालेका छौ, त्यही भएर तिमीले स्वयंलाई चिन्न सकेका छैन है भन्न मन लाग्दछ। त्यही भएर तिमीले समयलाई चिन्न सकेको छैनौ है भन्न मन लाग्दछ। यहाँ के बितिरहने छैन र यस्तै रहिरहने हो भने, तर तिमी देखिरहने पात्रहरू कुनै भोलि तिमीसँगै रहिरहने छैनन् है भन्न मन लाग्दछ। भोलि तिमी मदेखि पर बल्ल बल्ल मेरासम्म त पुगौला, तर त्यति मात्र हामीले चाहेको पनि कहाँ हो र साथी भन्न मन लाग्दछ। खैर तिमी त्यसैमा रमाउने हो भने हामी के भनौँ। हामी चोइटिँदै जाँदा पुग्ने चाहिँ कहाँसम्म र कसरी रहने हौँ हाम्रो इतिहास हामी चोइटिँदै जाँदा पुग्ने चाहिँ कहाँसम्म र कसरी रहने हो हाम्रो इतिहास, त्यसैमा दुःख लाग्दछ। धन्यवाद। धन्यवाद श्री आचार्यज्यू, तपाईँको कविता एकदमै राम्रो। म त कविता रच्न जान्दिनँ, मलाई व्याख्या गर्न पनि निकै गाह्रो पर्यो, किनभने शब्दको त्यसमा शब्द चयन गहकिला थिए। धेरै धेरै धन्यवाद।
अघि प्रतिमा बहिनीले भनिसक्नु भएको थियो अघिल्लो प्रस्तोता श्री बाल विष्टज्यू भनेर उहाँले आफ्नो कविता प्रस्तुत गर्नुभन्दा अगाडि हाम्रा लिस्टमा रहेका पण्डित थिर भण्डारीज्यूलाई आफ्नो कविता लिएर तयार रहनु हुन म अनुरोध गर्दछु र अब कविता वाचन गर्ने पालो श्री बाल विष्टज्यूको। सबैजना साहित्य प्रेमीहरूलाई मेरो सन्ध्याकालीन नमस्ते। हुन त यो मेरो पहिलोचोटिको सृजना हो। के कस्तो भयो यसो टुटे फुटेका शब्दमा यसो जोडजाड गरेको छु होइन। अनि मेरो अब यो यसो गजल टाइपको देखिन्छ देख्न चाहिँ। अनि यसको शीर्षक चाहिँ छ के राखेको छु भन्दाखेरि अन्तर्मनको छनौट भनेर शीर्षक राखेको छु। अब म सुरु गर्छु है त यसलाई भूमिका नबाँधिकन। पराई जनको दिल दुखाउन छोड्न खोज्दैछु, पराई जनको दिल दुखाउन छोड्न खोज्दैछु, भलाइतिर मेरो बानी मोड्न खोज्दैछु। सबै चिज हुँदा पनि मनमा सधैँ तनाव, सबै चिज हुँदा पनि मनमा सधैँ तनाव, त्यही तनावलाई सत्सङ्गसित जोड्न खोज्दैछु। अनि अर्को वर्षासरी पीरले मेरो रुजाइसक्यो अङ्ग, वर्षासरी पीरले मेरो रुजाइसक्यो अङ्ग, हरि नामलाई छाता सम्झी ओढ्न खोज्दैछु, हरि नामलाई छाता सम्झी ओढ्न खोज्दैछु। धन्यवाद। यति नै यसपालिलाई चाहिँ मेरो तर्फबाट। धेरै धेरै धन्यवाद श्री बाल विष्टज्यू। हजुरले आफ्नै शैलीमा यति राम्रो कविता रचना गर्नुभएको छ। साह्रै राम्रो लाग्यो। एकदम सरल सहज, एकदमै साह्रै नै हृदयलाई छुने खालको लाग्यो मलाई चाहिँ। धन्यवाद। अब त्यसै गरी अर्का प्रतियोगी हुनुहुन्छ थिर भण्डारीज्यू। आफ्नो प्रस्तुति लिएर अगाडि आउनु हुन अनुरोध गर्दछु। साथै यस पछाडि तयारी अवस्थामा रहनका लागि श्री पुष्प ढकालज्यूलाई म अनुरोध गर्दछु। थिर भण्डारी माफ गर्नुहोला, पण्डित श्री थिर भण्डारीज्यू, हजुरको कविता प्रस्तुत गरिदिनु होला। धन्यवाद उद्घोषक। मेरो आवाज सुन्दैछ नि? हजुर, एकदम प्रष्ट छ। प्रष्ट छ? हजुर। ल, म भूमिका नमातिकन यो एउटा मेरो कविता जेनतेन गरेर कोरेको छु मैले। यो संस्मरण भनेर छ यसको शीर्षक। यो भनेको शिखरिणी छन्दमा लेखिएको छ। छन्दको बारेमा पनि अलिकति मैले अवगत गराएँ र म सरसर्ती मेरो कवितालाई वाचन गर्न जाँदैछु। भुटानी भूमिका सहर अति शून्य हुन गए, बजारैको साना सब चली गए झैँ भइ गए। भयो जीर्णै अहिले अधिक भवनै रिक्त हुन गो, रहेका झुप्रामा सबतिर खियाले पुरिदियो। मजाको चौतारी वर पिपल गाछी अति ठुला, यिनैको फेदीमा बसी गजबले शीतल लिँदा। अति हर्षित हुन्थे जनहरू फिजाएर पसल, सधैँ बेच्थे आफ्नै गृह जमिनमा सिर्जित फल। त्यहाँ कति थुप्रा सब लडी गए जीर्ण बनिँदै, अति प्यारो ठाउँ अब पुरिदियो घाँस बढ्दै। त्यहाँ कति बाटा अझ पनि त उस्तै कुरूपका, त्यहाँको माटोले दिन दिन पुकारे सपनीमा। जहिले देवीको विधिगत पूजा पनि त्यहाँ हुने गर्थ्यो पहिले, अब कसरी गर्छन् जनता। नौ माता आए प्रतिदिन बसी आशिष दिने, यिनैको सेवामा तन मन लगाएर रमने।
कतै राम्रो गाना छम छम गरी नाच गर्ने, कतै दुर्गा श्रीको हरिभजनमा मस्त रमने, कतै चण्डी पढ्थे गुरुजन बसी तीव्र स्वरले, भवानी माताको अभय वरदान प्राप्त गरथे, कतै टारी खेतमा अधिक धन धान्यादि फलदा, प्रसन्नै हुन्थ्यो मन हरित भई ज्यादा फसलिँदा, औ धानका बाला प्रतिपल झुमेका लहलह, उज्यालोमा चम्के सुनसरी पहेँला झलमल, किसानैको सपना अतुल धन धान्यादि बटुली, पसिनाका धारा भव जमिनमा सिंचित गरी, अरूको सेवामा तन मन दिने निश्चय गरी, जुटेका देखिन्थे हर बखत पौरक अति गरी, कतै पाखो बारी असल अति कोतो कोदो लडी बढी, फलेको देखिन्थ्यो निहुरिकन बाला त्यस गरी, कतै तोरी फापर गहुँ अधिक फल्थ्यो अझ मकै, ठुला घोगा फल्थे उदर परिपूर्णै गरी त्यतै, औ यस्तो प्यारो अमरपुरी जस्तो जननीको, छुट्यो न्यानो काख अब त अति टाढा हुन गयो, मुडो मात्रै टाढा मन त हर दिन्थै नगरीमा, डुलिरहेको देख्छु प्रतिपल निशाको सपनीमा, कतै चिच्याइराछन् शहीदहरू खोला बगरमा, कति बोलाइराछन् अझ पनि परेका विपतमा, शहीदको आत्माले दिन दिन पुकार्यो दुखी भई, यिनैको श्रापैले जमिन सब भो बन्जर सरी, नराम्रो उर्वर भो न त मनुजमा शान्ति हुन गो, कतै मारा मारी स्वजनहरूमा नै कलह भो, कहीँ बोजो बाँझो बारी वरपर सबै जङ्गल भयो, शहीदका श्रापैले मल पनि रुधिरै हुन गयो, शहीदका श्रापैले मल पनि रुधिरै हुन गयो। धन्यवाद। यो छन्दोबद्ध कवितालाई मैले श्रवण गराएँ। हजुरहरूले जसरी लिनुहुन्छ आजलाई अस्तु। साह्रै राम्रो, एकदमै राम्रो। म त यो कविता सुन्दा सुन्दै भुटानै पुगेको जस्तो आवाज भयो। म त्यहाँ नजन्मिए तापनि सबै कुराहरू सुनेर आएको छु, उहीँ पुगेको जस्तो अनुभूति भयो। हजुरको आफ्नै सृजना, सरल, मार्मिक, छन्दबद्ध कविता, यस्तो राम्रो आफ्नो मातृभूमि जन्मथलोको वर्णन, अति अति आनन्द लाग्यो। साह्रै राम्रो। हजुरलाई धेरै धेरै धन्यवाद। एकदमै एकदमै गर्व लागेको छ यस्तो कविता सुन्न पाउँदा। अब केही कारणवश अर्का प्रतियोगी पुष्प ढकालज्यू भनेको थियो अघि, केही कारणवश उहाँ आउन असमर्थ हुनुभएको छ। त्यो भएर चाहिँ म उहाँलाई देखिएको छ त, त्यहाँ हात देखाउँदैछ, देखिएको छ, आएको छ। हजुर पुष्प, मेरो बोली सुनिँदैछ? अहिले चाहिँ सुनियो, अघि अलिक क्लियर भएको थियो। अहिले चाहिँ खासै अहिले पनि इको इको नै आइरहेछ। होइन, त्यो चाहिँ दमाल सरको भयो कि अन्तारेको मुख के अरे खोलेको छैन त्यो। म्युट छ, म्युट छ, अन्तरेको म्युट छ, अन्तरेको म्युट छ। पुष्प ढकालज्यू, हजुर हुनुहुन्छ भने कविता प्रस्तुत गर्न अगाडि आइदिनु होला। यदि हजुर आउन असमर्थ हुनुहुन्छ भने ठिकै छ। अनम्युट गर्नु पर्यो, गर्दै गर्नु होला। अगाडि बढौँ हामी अर्कोमा। अगाडि बढौँ। अब अर्का प्रतियोगी हुनुहुन्छ केसी भण्डारी सान्दाई। अब अर्को प्रस्तुतिको लागि आफ्नो सृजनाका साथ उहाँलाई उपस्थित हुन म अनुरोध गर्दछु।
र यस पछाडि तयारी अवस्थामा रहनका लागि धनमाया अधिकारी एन्ड्रुज फार्मबाट धनमाया अधिकारीज्यू हजुरलाई तयारी अवस्थामा रहनका लागि म अनुरोध गर्दछु। हवस् त केसी भण्डारीजी हजुर सुरु गर्न सक्नुहुन्छ। सम्पूर्ण आदरणीय साहित्य अनुरागी मित्रहरूमा सन्ध्याकालीन अभिवादन। एउटा पुरानो कविता यहाँ खोजेर थोरै आजको सन्दर्भमा असारको पनि 6 गते भएछ आज, त्यस कारणले यही असारलाई अँगाल्ने खालको एउटा छोटो कविता लिएर आएको छु। त्यो कवितालाई कुन हिसाबले हेरिदिनुहुन्छ अथवा सुनिदिनुहुन्छ हजुरहरूको जिम्मेवारी हो। मैले सुरु गर्न अनुमति लिए। मालिनी छन्दमा लेख्ने प्रयास गरेको छु। शीर्षक छ असार। वरपर सब नाङ्गो खेत आली जमाई, छम छम गरी नाच्छन् बाल वृद्ध रमाई। शुभ दिन ठहराई खेतमा काम गर्छन्, झटपट गरी खाजा बोकी ती बेसी झर्छन्। सीमा सीमा गरी पानी पर्न लाग्यो असार, सबजना घुम पाखी ओड्न थाल्छन् बिचारा। तन मन दी त्यही खेतमा काम गर्छन्, नव तरुण रमाई काममा लागि पर्छन्। दररर गरी वर्षा बर्सदा त्यो धरामा, मिलिजुली अबलाती धान रोप्छन् गरामा। वरपर बिउ बाँड्दै बाउसे नाच्न थाल्छन्, मनमिसी नर नारी पिरती गाँच्न थाल्छन्। प्रकृति पनि बिछट्टै आई सामु रमाई, पवन पनि खुसीले हाँक्छ पंखा समाई। प्रकृतिसित मितेरी लाउँदै काम गर्छन्, घर फेरि खुसीले ती सञ्चको सास फेर्छन्। घर फेरि खुसीले ती सञ्चको सास फेर्छन्। धन्यवाद। धेरै धेरै धन्यवाद श्री केसी भण्डारीज्यू। तपाईँको मालिनी छन्दमा रहेको एकदमै मौलिक कविता असार 6 गते रहेछ आज। एकदम खेतमा खेत जोतेर पुरा तयारी गरेर रोपाइँ गरेको अवस्था झल्झली ल्याउनु भयो। धेरै धेरै धन्यवाद। हामीले दाजु पुष्प ढकाललाई तयारी रहँदै गर्नु, तयार गर्दै गर्नु भन्दै अघिल्ला वाचक प्रतिमा बहिनीले अघि बोलाउनु भएको श्रीमती धनमाया खतिवडाज्यूको नाम लिनुभएको थियो। श्री धनमाया अधिकारी ज्यूको नाम लिनुभएको थियो। तपाईँ अब तयार अवस्थामा रहनुहोला। उहाँको पालो पछाडि श्री नारायण खतिवडा यहाँ उपस्थित हुनुहुन्छ भने तपाईँ पनि आफ्नो कविता लिएर तयार अवस्थामा रहनुहोला भन्दै श्रीमती धनमाया अधिकारीज्यूलाई म आफ्नो कविता वाचन गर्न हुन अनुरोध गर्दछु। नमस्कार सबैजनालाई, धन्यवाद। मेरो कविताको शीर्षक छ आमा धरती। धरती यो हरियो थियो, सगरका तारा उज्याला थिए। मेरो प्रीति अझ सुन्दर थियो, राम्रो उज्यालो थियो। छाया आज पयो छिप्यो, छवि कहाँ के लेख्नु मैले पर्यो। आँसुमा अब चिप्लियो कलम, यो के लेख्नु मैले पर्यो। मान्छे हो अहिले अमङ्गल अहो, भन्छौ मलाई किन। यही काल निसीमा छिपाई मुख यो दियो मलाई रुन।
यो बायाँ मुटु चस्कँदो छ कसरी जान्दैन कोही पनि छाया एकमा भित्र रहन्छ कसरी सुन्दैन कोही पनि मेरो अक्षर लेखिदे बनचारी वैशाखको पातमा लैजा बादल दूर देश दिलको आँसु कहाँ छन् उता मेरो साथ बसेर हाँसिरहने आत्मा खरानी भयो आमा शान्ति र कान्ति सकलकी साझा कहानी बन्यो के भो लोक चिनेर फेरि ममता मेरो लिएरै पनि अज्ञान अभाव भुलहरूमा तिम्रो गयो जीवन आफै ईश्वरले रचेर कसरी यो चित्र च्यातिदियो हे नारायण के भयो जुन कुरा भन्थे नहोस् त्यही भयो आमा शान्ति र कान्ति सकलकी साझा कहानी बन्यो धन्यवाद साह्रै राम्रो प्रस्तुति श्रीमती धनमाया अधिकारीज्यू एकदम हृदयस्पर्शी मैले पनि आफ्नै आमालाई सम्झिएँ हजुरको आफ्नै रचना साह्रै राम्रो लाग्यो हजुरलाई धेरै धेरै धन्यवाद अब यसै क्रममा अर्का प्रतियोगी हुनुहुन्छ नारायण खतिवडाज्यू उहाँ आफ्नो रचना लिएर प्रस्तुत गर्न अगाडि आइदिनु हुन अनुरोध गर्दछु हवस् त नमस्कार सबैजनामा म प्रथम कुरा चाहिँ क्षमा चाहन्छु मैले कविता भन्दा पनि एउटा हरफ सानो हरफ लेख्ने चाहिँ प्रयास गरेँ मैले अलिकति ज्ञान नै कम पाएछु क्यार मैले चाहिँ कविता भन्नाले लामो कविता लेख्ने समय पनि मिलेन अर्को कुरा त्यो लेख्ने जमर्को पनि गरिएन ठिकै छ एउटा हरफ म आफ्नो सुनाउन रचना चाहन्छु हो हजुर आफ्नो रचना हो स्वस्फूर्त आएको रचना हो हजुरले आफ्नो रचना प्रस्तुत गर्नुपर्छ यहाँ किनभने यो प्लेटफर्मै एउटा त्यस्तो हो हो जुन तरिकाको पनि रचना यहाँनिर समावेश गर्न पाइन्छ हवस् त्यही भएर धन्यवाद म हजुर अगाडि एकदम बढ्न सक्नुहुन्छ छोटकरीमा मैले कविता त के भन्ने छन्द यो एउटा हरफको शीर्षक त कुनै पनि राखेको छैन उनले त्यो रात त के रात जब पूर्ण चन्द्र छैन त्यो सुन्दरताको के अर्थ जब पतिव्रता नै छैन त्यो के आनन्द हो जब भक्ति भगवानमा छैन त्यो के को चलाख जब मन स्वच्छ छैन मैले यति नै मात्रै हरफ दिदीको म्युट हजुरलाई धेरै धेरै धन्यवाद छोटो भए पनि एकदमै चखिलो रहेछ एकदम राम्रो लाग्यो साह्रै राम्रो आगामी दिनहरूमा पनि यस्तै यस्तै अब अझै जोडेर अलि लामा बनाएर हामीलाई सुनाउनु हुनेछ भन्ने आशा राखेको छु अब हजुरलाई नारायण खतिवडालाई धन्यवाद दिँदै म अर्का प्रतियोगी पुष्प ढकालज्यूलाई आफ्नो प्रस्तुति अगाडि बढाइदिनु हुन अनुरोध गर्दछु यहाँ मूर्तिले दुध पिएनन् कहिल्यै यहाँ मूर्तिले दुध पिएनन् कहिल्यै दुध पिलाउनेहरू जिएनन् कहिल्यै फल फूल चढाउँदै हिँडे सधैँ मूर्तिले धन्यवाद दिएनन् कहिल्यै नमस्कार म पुष्प ढकाल साउथ अस्ट्रेलियाबाट सम्पूर्ण यो पुण्य फाउन्डेसनलाई धन्यवाद दिँदै दोय उद्घोषकलाई धन्यवाद सँगसँगै सम्पूर्ण यी कविता वाचन सुन्ने साथीहरू र वाचकहरूलाई सम्झिँदै
मेरो कविता अगाडि बढाउन गइरहेछु। कविताको शीर्षक छ गाउँको गोरेटो। कविताको शीर्षक छ गाउँको गोरेटो। गाउँको गोरेटो गाउँमै टुङ्गिन्छ। गाउँको गोरेटो गाउँमै टुङ्गिन्छ। तलका माथिका ओरका परका सबै घर छुन्छ। मेला पात खेतला पर्म र गुहारे यही हुन्छ। कुरा काट्ने बैगुनी छल्ने र ढाँट्ने पनि भाका हालेर सुसेल्दै त्यही गोरेटो हिँडिन्छ। गाउँको गोरेटो गाउँमै टुङ्गिन्छ। गाउँको गोरेटो गाउँमै घुम्छ। यो गोरेटो वरिपरि घुम्छ। स्वास्थ्य शिक्षा अनि कार्यालयसम्म जान्छ। गल्ली गल्ली हुँदै बजार पनि पुग्छ। गाउँकै फलफुल अनि सब्जी बजार, मानिसहरूको भिड अनि भेडाबाख्रा हजार। गाउँको गोरेटो गाउँमै टुङ्गिन्छ। गाउँको गोरेटो गाउँमै घुम्छ। च्यान डाँडा खोल्सा र भन्ज्याङ उकालो। च्यान डाँडा खोल्सा र भन्ज्याङ उकालो। पल्लो गाउँ अनि खोलापारी ओह्रालो। झाँक्री वैद्य पण्डित पुरोहित हिँड्ने गर्छन्। जन्ती मलामी त्यही गोरेटो पर्छन्। त्यही गोरेटो कहिले हाँस्छ कहिले रुन्छ। गाउँको गोरेटो गाउँमै टुङ्गिन्छ। गाउँको गोरेटो गाउँमै घुम्छ। बर पिपल भारी बिसाउने चौतारी हुन्छ। बर पिपल भारी बिसाउने चौतारी हुन्छ। बटुवाको बास बस्ने धर्मशाला बन्छ। कहिले कहिले गाउँका बसेर बाजा बजाउँछन्। कहिले कहिले गाउँका बसेर बाजा बजाउँछन्। गोरेटोको चारैतिर गाउँको साझा। गोरेटोको चारैतिर गाउँको साझा। गाउँको गोरेटो गाउँमै टुङ्गिन्छ। गाउँको गोरेटो गाउँमै घुम्छ। धन्यवाद। नमस्कार। धन्यवाद पुष्पा ढकालज्यू। अति नै राम्रो, एकदम सरल, स्पष्ट, साह्रै राम्रो कविता हजुरको। यति त म भन्न नै सक्छु, जति सुख शैलमा बसे पनि, जति रमाइलो जीवन व्यतीत गरे पनि बाल्यकाल भनेको बाल्यकाल नै हुन्छ। भिरपाखा, त्यो खोला खहरे गोरेटो तिनीहरू नै याद आउने रहेछ आखिर त अन्तमा। साह्रै राम्रो, एकदमै राम्रो कविता प्रस्तुत गर्नुभयो हजुरले। हजुरलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद प्रतिमा बहिनी। अब हाम्रा लिस्टमा अझै 2 जना बाँकी हुनुहुन्छ। म उहाँहरूको नाम पहिला भन्छु र छुटेकाहरूलाई पनि म बोलाउन चाहन्छु। हाम्रा लिस्टमा अब वाचन गर्ने पालो आइरहेको श्री देवीचरण अधिकारीज्यूको छ र लिस्ट अनुसार अन्तिम वाचक श्रीमती तिलारूपा खतिवडा हुनुहुन्थ्यो हाम्रो लिस्टमा। त्यसमा अरू कोही हामीले छुटाएका छौँ र भन्न चाहनुहुन्छ भने हामीलाई यहाँ मेसेजमा लेखिदिनु होला। हामी लिस्टमा नाम चढाएर बोलाउने छौँ। र अब श्रीमती तिलारूपा खतिवडाज्यूलाई आफ्नो कविता तयार राख्दै गर्न हुन अनुरोध गर्दै म कविता वाचन गर्न श्री देवीचरण अधिकारीज्यूलाई अनुरोध गर्दछु। नमस्कार सबैजनालाई। पूर्व वक्ताहरूले भनिसक्नुभयो, कविता त्यस्तै हुन्, आफ्ना आफ्ना प्रकारले जे देखिन्छ, जे बुझिन्छ, जस्तो लयमा लेखिन्छ त्यो आफ्नै ढङ्गमा परिणत हुन्छ। त्यही कारणले मैले चाहिँ खासै कविताको मेरो शीर्षक पनि छैन, छोटो कविता छ, शार्दूल छन्दमा बनाएको छु। हाम्रो मौलिकता के हो भनेर अलिकति मैले जस्तो देखेँ त्यसैलाई यहाँ सङ्केतेको छु र सुनिदिनुहुन्छ होला भन्दै म
अब धेरै कुरा नगरिकन अघि बढ्दछु। हाम्रो मौलिकता कतातिर गयो कसले यहाँ खोज्ने, हाम्रो संस्कृति लोपमा छ अहिले बेला भयो सोच्ने। हामीलाई ढिँडो मुला र बटमास गुन्द्रुक गिज्याउँछन्, सिस्नु फापर मोही सातु र मकै केरा उछिट्याउँछन्। भैलो मारुनी घाटु चण्डी अथवा च्याब्रुङ देउसीहरू, देउडा खैजडी धान नाच जति छन् हाम्रा यी वैभवहरू। सारा लोप भएर छैन यिनको अस्तित्व मेटिन्छ कि, हाम्रो चेत अझै छ जीवित भने खोजौँ न भेटिन्छ कि। धेरै दूर समुद्र पारीतिरका झन् पेट प्यारा भए, हाम्रा नौमती झ्याली डम्फु मजुरा सारा बेपत्ता भए। लाग्थ्यो कर्ण प्रिया ध्वनिहरू अघि वेदोक्तका मन्त्रले, डिस्को बार र रेस्टुरेन्ट भरियो परदेशीका तन्त्रले। मोही साग मुला मकै जति थिए हाम्रा मिठा भोजन, अर्कै रूप लिएर जन्मन गए मोमो र पिजा हुन। मन्त्रोच्चारण वेदको गरी बिहे गर्दै पुकार्दै हरि, भित्रिन्थे घरमा नयाँ कुलवधु लक्ष्मी प्रत्यक्ष लक्ष्मी सरी। मन्त्रोच्चारण वेदको गरी बिहे गर्थे पुकार्दै हरि, भित्रिन्थे घरमा नयाँ कुलवधु प्रत्यक्ष लक्ष्मी सरी। धन्यवाद। मैले यति नै लेख्न भ्याएको थिएँ। थोरै यो हिजो लेखेको कविता हो, पुरानो कविता होइन र हुनसक्छ कवितामा अलिकति भन्दै जाँदा केही त हुन सक्ला, त्यसलाई क्षमा प्रार्थी माग्दै म बिदा हुन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद। गत वर्ष पनि यस्तै रोचक एकदम मनमोहक कविताहरू सुनाउँदै आउनु भएको हो। हजुरको सृजनात्मक कविताहरूमा हामी अपरिचित चाहिँ छैनौँ। यसपालिको कविता झनै छोटो मिठो एकदमै राम्रो लाग्यो। धेरै धेरै धन्यवाद। अब हामीमा एकजना वक्ता थपिनु भएको छ, उहाँ खगेन्द्र कुमार खतिवडा। तपाईँ अन्तिम वाचक हुनुहुनेछ र अब म बोलाउन गइरहेको छु श्रीमती तिलारूपा खतिवडा। अब तपाईँ आफ्नो कविता वाचन सुनाउनुहोस्। भन्नुभयो एकैछिन आइरहेको छ भिडियो। जय श्रीमान नारायण सबैजनालाई। मेरो धेरै त छैन, अलिकति दोहोऱ्याएर छ भनौँ। श्रीमते रामानुजाय नमः। आदौ राम तपोवनादिगमनं हत्वा मृगं काञ्चनं, वैदेही हरणं जटायुमरणं सुग्रीव संवारणं, बाली निगृहरणं समुद्रतरणं लङ्कापुरी दानं, पश्चाद्राणकुकुम्भकर्णहननम् एतद्विरामायणम्। धन्यवाद। धन्यवाद आमालाई। नमस्कार। साह्रै राम्रो र यो छोटो श्लोक तर धेरै गहन अर्थ दिन्छ यसले। धेरै राम्रो प्रस्तुति थियो आमाको। आमालाई धन्यवाद ज्ञापन गर्दै अब हाम्रा अर्का अथवा अन्तिम वाचक श्री खगेन्द्र कुमार खतिवडाज्यूलाई आफ्नो कविता वाचनका लागि यहाँ आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। एकैछिन, यहाँ अर्को नाम पनि हामीलाई आउन गएको छ। श्री खगेन्द्र कुमार खतिवडा ज्यू पछाडि शिवमाया खतिवडा
श्रीमती एकदम साह्रै राम्रो। पनि गर्छु भनेर इच्छा हजुर। जनाएको छ। यदि तपाईँ यहाँ तयार हुनुहुन्छ भने कविता लिएर तयार भई बस्नु हुन अनुरोध गर्दछौँ। अब कविता वाचन गर्ने पालो। खगेन्द्र श्री खगेन्द्र कुमार खतिवडाज्यू, कविताको वाचन गर्ने पालो हजुरको रहेको छ। कृपया यही हुनुहुन्छ भने वाचन गर्न यहाँ आइदिनु होला। हजुर यस कविता थाहा छैन होला आज हजुरलाई हामीले कति सम्झिएका छौँ, विगतका दिनहरू सम्झेर यहाँ के कुराहरू एकदम खल्लो खल्लो महसुस भइरहेको छ। आज त्यति चट्किलो भएको जस्तो मलाई पनि महसुस भइरहेको छैन, किनभने हजुरको कमी छ यो ठाउँमा। ल हजुरलाई अब फेरि पनि आफ्नो प्रस्तुति प्रस्तुत गर्न म आग्रह गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यू। यस कविता वाचन तथा साहित्य सृजना वाचनका प्रमुख अतिथि, उपस्थित साहित्यकार, साहित्यमा रुचि राख्नुहुने सबैमा साहित्यिक अभिवादन गर्न चाहन्छु। म खगेन्द्र कुमार खतिवडा। आज यस पुण्य फाउन्डेसनको स्थापना दिवस, यस अवसरमा मलाई पनि एउटा सानो सिर्जना गर्ने मौका दिने पुण्य फाउन्डेसनलाई विशेष आभार व्यक्त गर्न चाहन्छु। र मैले जान अनजान मैले सानो सिर्जना गर्ने प्रयास गरेको छु। हुन त यो सिर्जना मेरो गद्य कविता भनेर मैले कोर्ने प्रयास गरेको छु। गद्य कविता भयो भएन यहाँहरूले आफै मिलाएर बुझिदिनु होला, किनकि मेरो यो पहिलो प्रयास हो। त्यसले गर्दा मेरो जुन सिर्जनाको शीर्षक रहेको छ, म नै उस्तो हुँ। म नै उस्तो हुँ, यस धरातालमा जन्मिएको दिन मेरा बा आमा कति खुसी हुनुभयो। हालमा बाबा नभए पनि आमाको हरपल सेवामा तल्लीन छु। सेवा गर्न सकिन के गरेँ, कतै चुकेँ कि सकिन त म नै उस्तो हुँ। बाबा आमा र 4 दिदीहरूको असीम मायामा म एक्लो भाइ हुर्किँदै गएँ। टुकु टुकु गर्दै विद्यालयको प्राङ्गण देखेँ। धेरै मित्रगणसँग भयो प्राय परिचय, थोरै नजिक भए। सबैलाई समीपमा ल्याउन सकिन, म नै उस्तो हुँ। खेतबारी बर बगैँचा थियो, खरबारी, धान खेत, मकै, कोदो, तोरी, फापर, धेरै आय स्रोतको रूपमा सुन्तोला बारी अनि बाँस बारी। भुलेर भुलिन सक्नु ती उर्वरा भूमि, मानव रोपेर मुरी उब्जनी हुने खेतका ती चौपट लामा गरा। खेतको छेउमै रहेको लहल फैलिएका बाँसका ती सयौँ तला आँखा। घर छेउमै रहेको सुन्तोला बारी, हेर्दा मनमोहक ती पहेँला सुन्तोलाका दाना स्वादिष्ट थिए। अफसोच ती हर बगैँचाको माली अनि खेत र टार बारीको कृषक बन्नु पर्थ्यो, बन्न सकिन, म नै उस्तो हुँ। सामान्य परिवारमा जन्मिए पनि पहिलो संस्कार मेरा प्रथम गुरु बा आमाबाट प्राप्त भयो। पल पल आदर्शको पालना गरेँ, सम्मान गर्न कतै चुकेँ होला, गुमाएँ कति, म नै उस्तो हुँ। बाल्यकालका साथी सङ्गी आज कता होलान्, हरदम उनीहरूकै सम्झना गरिरहेको हुन्छु। सँगै खेल्दा कति लाप्पा अनि अनगिन्ती झगडा गरियो होला। कति मसँग बिराना भए, कति रिसाए, सबैलाई मित्र बनाउन सकिन, म नै उस्तो हुँ। विद्यालयमा रहँदा शिक्षकको सजाय पाएको छु, पढ्न नजान्दा। उहाँहरू जहाँ हुनुहुन्छ धेरै सम्मान र सम्झना गरेको छु। कतिलाई सम्मान पुर्याउन सकिन, म नै उस्तो हुँ।
हुर्किँदै बढ्दै गएँ समयको माग भाग्य वा अभाग्यले भनौँ जीवनमा दुलहा बनेर दुलही घर पुगेँ। सबैको माया र आशीर्वाद पाएँ, कति आफन्तको पाउन सकिनँ, म नै उस्तो हुँ। दुलही नवदुलही माइती घरकी प्यारी ठुली छोरी, दुलहासँग नव सम्बन्धमा बा आमा, दुई भाइ दुई बहिनी, फुपूहरू अनि उनका साथी सङ्गी, गाउँका सबै आफन्त त्यागेर आएकी बाध्य बनाउने म नै उस्तो हुँ। महिनौँ दिनसम्म नौलो वातावरण हुँदाहुँदै समय बितेको पत्तै भएन। खेल्दा खेल्दै भनौँ छोरी तिम्री आमाले मलाई बाबा बनाउन बाध्य पार्ने तिम्री आमा होइनन्, म नै उस्तो हुँ। गीत सङ्गीत मन पर्छ रेडियोमा सुन्ने गर्छु, गीत गायक गर्छु गीत सङ्गीत मन पर्छ रेडियोमा सुन्ने गर्छु, गीत गायक होइन म श्रोता हुँ। खेलकुद मैदानमा खेलाडी दौडेको मन पर्छ, खेलाडी होइन म दर्शक हुँ। साहित्यका हरेक सृजनाहरू पढ्ने गर्छु, कवि होइन म पाठक हुँ। श्रोता दर्शक र पाठक बने लेखक बन्न सकिन, म नै उस्तो हुँ। राजनीतिक र भौगोलिक कारणले टाढा भए पनि नेपाली मनले माया दिएको थिइन। हृदयका अन्तरकुनादेखि सधैँ प्रेम गरेँ। माया र प्रेमको परिभाषाले नजिक बनाउन कोसिस गरेँ। रेडियोमा गीत सुन्ने गर्छु, प्रेम गर्नु मेरो अभिशाप हो कि, म नै उस्तो हुँ। भौतिक सामाजिक र स्वयंसेवाको भावनाले आफ्नै सम्झिएर हर हमेसा साथ सम्मान र यथाशक्ति र भेदभाव रहित गरे सहयोग। सद्भाव एकता र सहिष्णुताको माला उन्ने मेरो अठोट र बाचालाई कतै घृणा र कतै अमन भयो कि, मेरा तकदिरले यति नै सकेँ। धेरै आदर गर्नु गल्ती मेरो, साथ र सम्मान दिन सकिन कि, म नै उस्तो हुँ। भेट्छु मान्यजन साथी सङ्गी सहकर्मी सहपाठी र सहयात्री बजारमा कतै अनि कतै सार्वजनिक यातायातको दौरान भेटिन्छन् कति मेडिकल अस्पताल अनि औषधालयमा। सधैँ हाल र हात समाएर हाल खबर सोध्ने के छ भनेर सोधिरहने हँसिलो त्यो मुहार एकाएक आज भए बिरानो जस्तो। चिनिन कतै कि भन्छ यो मन, चिनेको हो स्पष्ट। हातेमालो गरेको थिएँ विगतमा, आज भयो आज के, जानेर जानि नसक्नु संसार यो, गर्नुपर्ने मान मर्यादा गरिन कि नमस्कार कतै, गर्नु पर्थ्यो सम्मान गरिन आदर, म नै उस्तो हुँ। गरिन आदर, म नै उस्तो हुँ। धन्यवाद। धेरै धेरै धन्यवाद श्रीमान खगेन्द्र कुमार खतिवडाज्यू। तपाईँको कवितालाई कुन शब्दले म बयान गरौँ, एकदमै राम्रो सृजना। धेरै धेरै धन्यवाद। अब हाम्रो अन्तिम वाचक हुनुहुन्छ श्रीमती शिवमाया खतिवडा। तपाईँ यहाँ हुनुहुन्छ भने अगाडि बढ्नुहोस्, अझै पनि मौका छ। जय जय श्रीमान नारायण। मेरो आवाज आउँदैछ? नारायण, एकदम राम्रो आएको छ। आफ्नो कविता वाचन गर्न सक्नुहुन्छ। हस् त। मेरो अलि क्यामेरा चाहिँ दिदीले अलिक तल राख्नुभयो भने चाहिँ राम्रो देखिन्छ। हो यसरी हाल्छ। मेरो त्यो शीर्षक केही पनि छैन है, डर लागिरहेको छ। केही फरक पर्दैन दिदी। ल वाणी चाहिँ हेर्छु, हुन्छ आउँदैन। मानव भई जन्मली पृथ्वी यो धरतीमा आई, साह्रै दुःख पाएँ मैले 84मा धाई। कोही आफ्ना छैनन् मेरा कोही संसारका साथी, बिन्ती गर्छु सुनिदेऊ प्रभु लैजाऊ छिटै माथि।
वैकुण्ठको दिव्य दर्शन मिल्ला कहिल्यै नाथ श्रीमन्नारायण प्रभुलाई जानुहोस् साथ विरोधी छ संसार यो आफ्नो कोही छैन धेरै दिन विदेशमा बस्ने काम होइन विरोधी छ संसार यो आफ्नो कोही छैन धेरै दिन यो विदेशमा बस्ने काम होइन। जय श्रीमन्नारायण। सबैजनालाई यति नै हो। उहाँले सक्नुभयो। जय श्रीमन्नारायण। ए हामी पनि लाइनमा चाहिँ छौँ। ए हो त नि, हजुरको छोडी छुट्टाइएछ कि के हो? लाइनमा चाहिँ छौँ, छमा चाहिँ के हुने हो। होइन, एकदम राम्रो। हजुर पनि आफ्नो प्रस्तुति लिएर अगाडि बढ्नु भएको छ, साथैमा राख्नु भएको छ भने एकदम नहिचकिचाइकन आफ्नो प्रस्तुति राख्न सक्नुहुन्छ। ठिकै छ हजुर। हजुर, उहाँ चाहिँ हुनुहुन्छ उमा अधिकारी एन्ड्रुस फार्मबाट। हजुर हजुर, मेरो कविताको शीर्षक छ किसान। हामी अब असारको महिना खेती गरेर आएका मान्छे हौँ पहिले पनि, त्यही भएर खेती बिसाएकोले छ। असारैको महिना नि रोपाइको बेला कति गर्नु हिलो आली कति जानु मेला साँझै परो रिमिने मेलो छोड्या छैन पानी पर फटाफट घुमडेर जाउन भोकै लाग्यो तिर्खै लाग्यो मलाई थकाइ दौडी घर जाउन खानु पर्छ पकाई आगो होला पल्लै र पानी होला पँधेरै कति कति सिकम खाउँछ अँधेरै दौडी घर आगो ल्याउन अहिले ल्याउनु नि पानी काखा चेलाहरू नलागे लाग्दो आँडो खानी। जय श्रीमन्नारायण। छोटो धेरै धन्यवाद हजुर। छोटो भए पनि मिठो समय सापेक्ष असारको महिना रोपाइँको महिना हजुरले एकदम सही बेलाको सही रचना लिएर आउनु भएको छ। धेरै धेरै धन्यवाद। अब हजुर अन्तिम प्रतियोगी हुनुहुन्थ्यो। अब हाम्रो प्रतिभा लगभग प्रतिभा देखाउने हाम्रा प्रतियोगीहरू यही सकिनु भएको छ। उहाँहरूले आफ्नो कविता प्रस्तुत गरिसक्नु भएको छ। जतिजना यहाँ उपस्थित हुनुहुन्थ्यो आफ्नो नाम टिपाउनु भएको थियो, उहाँहरू सबैजनालाई धेरै 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 धन्यवाद ज्ञापन गर्दै उहाँहरूले आफ्नै मौलिकतामा आधारित रहेर सृजना गर्नुभएको कविताहरू प्रस्तुत गरेर जानुभयो। विगतका दिनदेखि कविता अथवा आफ्ना रचनाहरू प्रस्तुत गरी हामीलाई सहयोग गर्नुहुने सबैजनालाई र आज जो जतिले यहाँ प्रस्तुत गर्नुभयो आफ्ना कविता आफ्ना रचना, उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिँदै फेरि पनि आगामी दिनहरूमा हजुरहरूबाट यस्तै सहयोग मिल्नेछ। यसरी नै हजुरहरूका रचनाहरू फेरि पनि हामीले सुन्न पाउने छौँ र यो अवसर जुटाइदिने हुने पुण्य फाउन्डेसनलाई पनि धेरै धेरै धन्यवाद दिँदै आगामी दिनहरूमा पनि यस्तै अवसर मिल्नेछ भन्ने आशा राखेको छु। बोल्दा कहीँ कतै गल्ती भयो होलान्, कतै त्रुटि भयो होलान्, त्यसका लागि हामी प्रस्तुता म प्रतिमा अधिकारी र देउका ढकाल हामी दुवैजना क्षमा प्रार्थी छौँ। त्यसमा यति भन्दै म प्रतिमा अधिकारी र देउका ढकाल हजुरहरूसँग बिदा माग्दै यो अन्तिममा
यो अन्तिममा समीक्षा, आजको यो कार्यक्रमको समीक्षा र धन्यवाद कार्यक्रमका लागि केही समीक्षा गरिदिन, धन्यवाद ज्ञापन गरिदिन हुनका लागि हाम्रा आचार्य पण्डित श्री शान्तिराम ढकालज्यूलाई यहाँ म निम्त्याउन चाहन्छु। हवस् त, धन्यवाद। म्युट भएको छ हजुरको, अनम्युट गर्नु होला कृपया। ठिकै छ रहेछ, क्या हो अहिले हजुर। भयो। जय श्रीमान नारायण, म श्रीनिवास प्रपन्न। धन्यवाद। सबैभन्दा पहिला उद्घोषिकाद्वय प्रतिमा र देवकालाई यो कविता वाचन समारोहमा यहाँहरूले आफ्नो समय दिनुभएकोमा सबैभन्दा पहिलो त्यहाँ धन्यवाद दिन खोजेँ। यहाँ हामीहरू धेरैजना उपस्थित भएका छौँ, लगभग 17-18 जना 19 जनाले हामीहरूले आज कविता वाचन गर्ने मौका पनि पाइयो। कतिजना छुट्टिएको छ, भित्र अमिलो पिरो पनि लागिरहेको छ, मेरो त नाम पनि आएन भनेर धेरैले अब नाम लेखाउन भुल्नुभयो कि यसको भनौँ प्रक्रियामा अलिकति हामीहरू पनि तलमाथि भइएछ क्या, र यसका लागि क्षमा प्रार्थी छौँ आयोजक समिति नै। मैले अब सबै थोक समीक्षा गर्नुभन्दा सबैभन्दा पहिला चाहिँ यहाँ उपस्थित हुने बिमारी र वृद्धहरूसँग क्षमा चाहन्छु। गुरुजी बसिरहनु भएको छ, हरिहर गुरुजी सिडनीबाट, निकै राति भयो, वृद्ध अवस्था यसो हेर्दाखेरि सम्मान सर बिरामी मान्छे। अर्को एकजना हुनुहुन्थ्यो यहाँनिर डम्बर घिमिरे बिरामी, हिजो अस्ति भर्खरै अपरेसन गर्नुभएको। उहाँहरूले आफ्नो इच्छा र अनि हामीहरूलाई यो नयाँ प्रतिभा, नयाँ आउने पिँढीलाई यसो गर्नुपर्छ भनेर जुन बाटो देखाइदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद मात्रै भन्न सकेँ। अब यसमा चेयरम्यानको आज्ञा लिँदै आज जे भएका छन् यी कुराहरू म अलिकति समीक्षा गर्न गएँ। सबैभन्दा सुरु भएको थियो हाम्रो पवित्र दालबाट यो जीवन पथ भनेर, यो संसारिक जीवनमा कस्तो जीवन चाहिँ कति गतिमान छ भनेर, कोही ठाउँ सहज हुन्छ, कोही ठाउँ असहज हुन्छ भनेर त्यसरी सुरु गरेका ठाउँमा साना भाइ आयुषले गीताको गतिप्रति जीवनलाई आधारित गरेर एकदम मिठो कविता सुनाएको थियो। यसरी नै नयाँ नयाँ भनौँ भर्खरका यी नयाँ पिँढीलाई हामीहरूले हस्तान्तरण गर्न सक्यो यदि भने हाम्रो पनि जुन गन्तव्य बाटो अर्थात् साकार रहनेछन्। डम्बर घिमिरेजीले अघि नै भन्यो, मित्रताको यादमा शून्य आविष्कार भएको बिरामी अवस्थामा पनि सुनाउनु भयो भने गुरुजीले अघि नै गाउँको पुरानो कुरा ल्याएर हामीहरूलाई झलझली उतै फर्काइदिनु भयो। म पनि गुरुजीकै गाउँको मान्छे परेकाले गर्दा एकपल्ट म पनि त्यतै फर्किएछु। शिखरणी छन्दमा माधवी ढकालले ढुङ्ग्रामा रहेको दुधले आजभोलि जर्किन रोजेर सुपर मार्केटमा पुगेको कुरो सुनाउँदा अलिक कता कता दुःख लागेर आयो भने नारायण भट्टराई सरले यो देशको विकास सबैजना मिलेर अग्रसर भएर आफ्नो उद्यम देखाउनुपर्छ भनेर प्रेरणा दिनुभयो। छत्रजङ्घा सरको सदाबहार चल्ने जिन्दगीले के गर्छ भनेर यो टुर गराउनु भयो भने श्री आचार्यको दम्बी साथीलाई अलिकति प्रहार गरेको सुन्यो। बालविष्टले आध्यात्मिक रूपको गद्य सुनाउनु भयो भने स्थिर गुरुजीले शिखरणी छन्दमा देशको प्रेमको स्मरण गरेको थियो, जहाँ कि आफ्नो सेरो फेरो सुनाएर के गर्दैछन् त आजका मनुष्यहरू त्यहाँ बसेर भनेर भन्नुभएको थियो। आषाढको कुरा ल्याएर अति सुन्दर हिसाबले माल्ने छन्दमा आज 6 गते आषाढ भन्ने पनि कुरो बुझियो र त्यो आषाढकै विषयमा बताइयो भने अन्तिममा गएर अन्तिममा पनि आषाढकै कुरो उमा अधिकारीले सुनाउनु भएको थियो। धनमायाले यो धरतीसँग आमालाई जोडेर अलिकति मनदुःखको कुरो गर्नुभएको थियो। नारायण खतिवडा भान्जाले एउटा मुक्तक सुनाएर धेरैजनालाई त्यो मुक्तकले निकै ठुलो कुरो बुझाएको थियो। पुष्प ढकालले आफ्नो गाउँको गोराटो गाउँमै पुग्छ, घुम्दै फिर्दै आउँदाखेरि दुःख लाग्ने कुरो सुनाउनु भयो। म पनि एकपल्ट त्यतै भुलिएछु। वैदिक कुराको समसामी लेखाजोखा गरेर बताउनु भएको थियो। वेदका कुरा लेखेर वेदमा यस्तो छ भनेर देवीचरण पिताजीले भने खगेश र खतिवडाको आफ्नो दुखेसो अनि आफै दोषी भएको कुरो पश्चाताप गरेर हामीलाई सुनाउनु भएको थियो। उहाँले गरेका जीवनका दुखेसोहरू, मानवको दुखेसो शरीर अनि उहाँले गर्नुपर्ने कुराहरू सुनाउनु भएको थियो भने समयमा फेरि यसरी नै सृजनाहरू हामी चाहन्छौँ। अब यो हामीहरूले प्रयास गरियो, धेरैजनालाई पुग्न भनेर कोसिस गऱ्यौँ।
धेरैजनाको हामीले नाम पनि लेख्न सकिएन। यसमा सबैभन्दा पहिला पुण्य फाउन्डेसनका समस्त सदस्यहरू क्षमा प्रार्थी छौँ। हामीहरूले समय लामो पनि तयार पार्न सकिएन। एक अर्को कुरो, यहाँहरूले सबैले भन्न पाउनु भएन भनेर कता कता गाली गरिरहनु भएको छ होला। त्यो गाली हामीहरू सबै मिलेर स्वीकार गर्दछौँ, स्वीकार्नुपर्छ हामीहरूले। तर समयमा हामीहरू फेरि यसरी नै सहभागी हुने वाचक, श्रोतक, दर्शक अनि समस्त पुण्य फाउन्डेसनको अब भनौँ वेल विशर्सहरू जसले शुभचिन्तकहरू हुनुहुन्छ उहाँहरूलाई धन्यवाद भन्दै फेरि तुरुन्त समयमा यसरी नै आफ्ना आफ्ना सृजना लिएर यहाँ उपस्थित हुन सकौँ भन्ने सन्देश दिएर यहाँहरूको भनौँ आशा राखेर आजको कार्यक्रम यहीँ समाप्त गरेको घोषणा गर्न चाहन्दछु। जय श्रीमन्नारायण, जय श्रीमन्नारायण।